नमस्कार। आजबाट यो टेक्निकल एनालाइसिसको सिरिज लिएर आएको छु। आशा छ तपाईको लागि ट्रेडिङको जर्नीमा धेरै सहयोग हुनेछ। सुरु गरौँ आजको भिडियो। आजबाट यो टेक्निकल एनालाइसिस सुरु गरेको छु र टेक्निकल एनालाइसिस भनेको के हो? टेक्निकल एनालाइसिस भनेको प्राइस र भोल्युमको अध्ययन गरेर भविष्यको सम्भावित बजार दिशा अनुमान गर्ने कला हो। यो टेक्निकल एनालाइसिसले मुख्य कुरा भनेको माथिको प्राइस अनि तलको भोल्युम, यिनीहरू दुईटा कुरा कम्बाइन गरेर अब यो बजार कता जान्छ भनेर यसको अनुमान गरिन्छ। यसलाई नै टेक्निकल एनालाइसिस भनिन्छ। यसमा अरू हेरिँदैन। खास प्योर टेक्निकल एनालाइसिसमा ओन्ली प्राइस, पी आर आई सी ई प्राइस एन्ड भी ओ एल यू एम ई भोल्युम, प्राइस र भोल्युमलाई मात्रै एनालाइसिस गरेर बाइ सेलको स्ट्राटेजी लिइन्छ, हैन? यसलाई नै टेक्निकल एनालाइसिस भनिन्छ। अब यो टेक्निकल एनालाइसिसका मुख्य आधारहरू के हुन्? टेक्निकल एनालाइसिस गर्ने चाहिने मुख्य आधारहरू के हुन्छन्? किन चाहिने टेक्निकल एनालाइसिस गर्नुपर्छ त? अब एक नम्बरमा छ टेक्निकल एनालाइसिस गर्ने आधारको मध्येमा प्राइस एभ्रिथिङ रिफ्लेक्ट भनेको छ। प्राइस डिस्काउन्ट एभ्रिथिङ भनौँ न, पी आर आई सी ई प्राइस, डी आई एस सी ओ यू एन टी डिस्काउन्ट एभ्रिथिङ। प्राइस डिस्काउन्ट एभ्रिथिङ भनेको बजारमा उपलब्ध सबै जानकारी अन्ततः मूल्यमा प्रतिनिधित्व हुन्छ, प्रतिबिम्बित हुन्छ, हैन? अब जस्तै अब प्राइसले मूल्यमा कसरी प्रतिनिधित्व गर्छ भने मानव कुनै ए भन्ने कम्पनीको अब बम्पर लाभांश अहिले चाहिँ नि डिक्लेयर गर्नेवाला छ, हैन? त्यो चाहिँ नि अब हप्ता दिनमा गर्दैछ भने त्यसको त्यो अब न्युज आउनुको भन्दा हप्ता दिन अगाडिदेखि प्राइस बढी भएको हुन्छ कि यो चाहिँ नि प्राइसले पहिले डिस्काउन्ट गरिरहेको हुन्छ कि यो मूल्यलाई अथवा यहाँको यो डिभिडेन्ड खानको लागि यो प्राइसले पहिल्यै डिस्काउन्ट गरिसकेको हुन्छ। त्यही भएर प्राइस डिस्काउन्ट एभ्रिथिङ भनिन्छ यसलाई। यो चाहिँ नि टेक्निकल एनालाइसिसको मुख्य आधार हो। अब यहाँबाट एउटा सपोर्ट बनाएर ब्रेकआउट गरेर अगाडि गएको छ भने यहाँ केही चाम छ अथवा केही नयाँ कुरा केही हुँदैछ, अब यहाँ मूल्य बढ्यो भन्ने चाहिँ नि टेक्निकल एनालाइसिसले पहिले जानकारी गराइदिन्छ। अब अर्को छ प्राइस मुभ इन ट्रेन्ड। मूल्य प्राय कुनै न कुनै ट्रेन्डमा चल्छ, हैन? अप ट्रेन्ड, डाउन ट्रेन्ड, साइडवेज। अब प्राइस चाहिँ नि एउटा ट्रेन्डमा चल्या हुन्छ कि अब अप ट्रेन्ड भनेको कि त यहाँ एउटा पोइन्ट भयो, हैन? सपोर्ट भयो, हायर हाई, हायर लो, हायर हाई, हायर लो, हायर हाई, हायर लो, हायर हाई, हायर लो, हायर हाई, हायर हाई, हायर लो, यसरी अगाडि बढाएको हुन्छ, हैन? कि त अब डाउन ट्रेन्ड छ भने यहाँ रेजिस्टेन्स भयो, त्यहाँबाट लो, लोअर हाई, लोअर लो, लोअर हाई, लोअर लो, हाई, लोअर लो, लोअर हाई गरेर अगाडि बढ्छ। कि त साइडमा चल्छ, एउटै दायराभित्र यहाँ माथि तल साइडमा चल्छ यस्तो। यो चाहिँ नि एउटै दायराभित्र एउटै प्राइस जहिले पनि यो तीनटा ट्रेन्डमा चल्छ, कि त अप ट्रेन्डमा, कि त डाउन ट्रेन्डमा, कि त साइडवेजमा। यो चाहिँ नि प्राइस मुभ इन ट्रेन्ड भनेको यो टेक्निकल एनालाइसिसको दोस्रो महत्त्वपूर्ण पाटो भयो। यस्तै गरी तेस्रो छ
हिस्ट्री रिपिट इट्सेल्फ भनेको छ। मानिसहरूको व्यवहारबाट दोहोरिने भएकाले चार्ट प्याटर्नहरू पनि दोहोरिन सक्छन् भनेको छ। हिस्ट्री रिपिट इट्सेल्फ भनेको जस्तै आजभन्दा 10 वर्ष अगाडि चाहिँ नि यो बढ्दै गएको थियो, फेरि रेजिस्टेन्समा आयो, फेरि यहाँबाट पनि यस्तै फर्किने सम्भावना हुन्छ कि 10 वर्ष अगाडि पनि फर्किएको थियो भने आज पनि यहाँ गएर फेरि फर्किन सक्ने सम्भावना हुन्छ। अब सपोर्ट पनि यस्तै यस्तै यहीँबाट प्राय माथि जाने सम्भावना पनि हुन्छ हैन। अब पहिला यस्तो अब इन्भर्टेड ह्यामर बनाएको थियो हैन, त्यसपछि माथि जान्छ अनि माथिको एउटा बेरिस क्यान्डलहरू हैन, बेरिस इङ्गल्फिङ बन्छ र तराउँछ। अब यो जहिले पनि भइरहने कुरा हो कि। अब आजभन्दा 100 वर्ष अगाडि पनि मान्छेको साइकोलोजी यस्तै थियो र अहिले पनि यस्तै हुन्छ भन्ने चाहिँ नि टेक्निकल एनालाइसिसले भन्छ। यो भयो हिस्ट्री रिपिट इट्सेल्फ भनेको यो इतिहास चाहिँ नि दोहोरिन्छ भन्छ कि टेक्निकल एनालाइसिसले। अनि अर्को छ अब टेक्निकल एनालाइसिसमा के अध्ययन गरिन्छ त? टेक्निकल एनालाइसिस त गर्ने भन्ने हो होइन। अब यसमा के अध्ययन गरिन्छ भन्दा अब सुरुमा छ क्यान्डलस्टिक प्याटर्न अध्ययन गरिन्छ होइन, ट्रेन्ड एनालाइसिसको अध्ययन गरिन्छ, सपोर्ट एन्ड रेसिस्टेन्सको अध्ययन गरिन्छ, भोल्युम एनालाइसिस गरिन्छ होइन, चार्ट प्याटर्न एनालाइसिस गरिन्छ, टेक्निकल इन्डिकेटरहरू एनालाइसिस गरिन्छ, आरएसआई, एमएसिडी, मुभिङ एभरेज आदि एनालाइसिसहरू टेक्निकल एनालाइसिसभित्र पर्छन्। क्यान्डलस्टिक चार्टहरू पर्यो होइन, ट्रेन्ड एनालाइसिस पर्यो, सपोर्ट रेसिस्टेन्स पर्यो, भोल्युम एनालाइसिस पर्यो, चार्ट प्याटर्न पर्यो, टेक्निकल इन्डिकेटर्सहरू पर्यो, यिनीहरू टेक्निकल एनालाइसिसभित्र पर्छन्। यस्तै गरी टेक्निकल एनालाइसिसका फाइदा के छन् त? टेक्निकल एनालाइसिस गर्नुपर्छ त भनिन्छ होइन ट्रेडरहरूले। अब के छन् त यसका फाइदाहरू भन्दा बाहिर सेल पोइन्ट पत्ता लगाउन मद्दत गर्छ टेक्निकल एनालाइसिसले। अब बाहिर सेल अब कहाँनिर पुगेर बाई गर्ने होइन, त्यहाँबाट प्राइस माथि जाने, कहाँ सेल गर्ने फेरि प्राइस तल आउँछ, कहाँ बाई गर्ने प्राइस माथि जान्छ गरेर बाई सेल गर्न यसले मद्दत गर्छ टेक्निकल एनालाइसिसको बाट। रिस्क म्यानेजमेन्ट गर्न सजिलो हुन्छ भनेको यहाँ किनियो, यहाँ कति माथि जाँदाखेरि आफूले अब प्रफिट बुक गर्ने होइन, कति तल आयो भने स्टप लस गर्ने भनेको यो टेक्निकल एनालाइसिसको चार्ट हेरेर गर्न सकियो भनेको त्यो रिस्क म्यानेजमेन्ट गर्नलाई पनि यसले सहयोग गर्ने भयो। सर्ट टर्म र स्विङ ट्रेडिङमा उपयोगी हुन्छ। अब सर्ट टर्ममा अब माथि गयो सेल गर्यो फेरि स्विङ ट्रेडिङहरू गर्न सकियो। एउटा अब स्विङ त आइरहेको हुन्छ नि त, बुलमा पनि स्विङहरू आएको हुन्छ, बेरिसमा पनि त बेरिस अब यहाँबाट बेरिस सुरु सिधै यसै त जान्न नि त, यहाँबाट यस्तो आउँछ फेरि हाई लोअर लो गर्दा यहाँ किन्ने यहाँ बेच्ने फेरि यहाँ किन्ने यहाँ बेच्ने गर्दा त फाइदै भयो बेरिसमा पनि। यसरी स्विङ ट्रेडिङहरू गर्न उपयोगी हुन्छ। अब टेक्निकल एनालाइसिसले सबै कुरा जितिँदैन कि यसका सीमितताहरू पनि छन्, सबै कुरा मिल्दैन। यसको सीमितताहरूमा चाहिँ नि के छ भन्दा यो 100% सही हुँदैन। अब टेक्निकल एनालाइसिस भनेको 100% सही हुँदैन कि। अब यसको एक्युरेसी भनेको अब 60-70 भन्छन् कि, 60%देखि 70% भन्छन्। यसको एक्युरेसी यही हो, यो 100% चाहिँ हुँदैन। अब यसमा चाहिँ नि कसरी 60-70%ले पनि प्रफिट गर्न सकिन्छ, यसको रिस्क म्यानेजमेन्ट कसरी गर्न सकिन्छ, स्टप लसहरू कसरी राख्न सकिन्छ भन्ने कुराहरू आगामी क्लासमा मैले लिएर आउने नै छु। अर्को छ अचानक आउने समाचार वा नीतिगत परिवर्तनले चार्टको दिशा बदल्न सक्छ। अब कस्तो हुन्छ भने जस्तै यहाँबाट एउटा कुनै कम्पनी ए भन्ने कम्पनीको सेयर होइन, यहाँबाट यस्तो झरिरहेको थियो होइन, लोअर हाई त्यो झरिरहेको थियो। अब बिचमा यहाँ आयो के आयो भने अब यो कम्पनीको लागि कम्पनीलाई राम्रो हुने एउटा नीतिगत सुधारहरू होइन, बजेट मार्फत अथवा
मौद्रिक नीति मार्फत राम्रो एउटा आयो कि केही कम्पनीलाई सपोर्टिभ हुने भनेको अब लोअर हाई त बनै आउँछ तर यहाँबाट माथि जान्छ कि ब्रेकआउट भएर किनभने अब यहाँ अचानक आउने समाचार वा नीतिगत परिवर्तनले चाहिँ नि चार्टलाई दिशा बदलिदियो कि अब यहाँबाट त लोअर आयो थियो यसको ट्रेन्ड नै बदलिदियो भनेको त्यस्तो हुन्छ अब यो टेक्निकल एनालाइसिसको यो सीमितताहरू भयो यसरी टेक्निकल एनालाइसिस कोर्सहरू सिकाउँदै जानेछु र आजको लागि यो पहिलो भिडियो टेक्निकल एनालाइसिसको यही टुङ्ग्याउँछु अर्को भिडियोमा फेरि पनि भेट हुने नै छ अहिलेलाई मलाई बिदा दिनुहोस् नमस्ते